सुरुमा हामी यो सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम नेपाल है यसको वेबसाइट हेरौँ है त। अर्गनाइजेसन प्रोफाइल रे यो कहिले इस्टाब्लिस भएर चाहिँ 1996मा है। सुरुमा हामीले यो हेरौँ है त। द फोर्थ स्टेट यो भने के राज्यको चौथो अङ्ग मिडिया होइन। द मिडिया निड्स टु बी मोर भिजिलेन्ट इन इट्स वाच डग रोल रे है। के भन्यो यो मिडिया चाहिँ के हुनु पर्यो रे आफ्नो निगरानीमा भिजिलान्ते। भिजिलान्ते भने के हो कसैलाई थाहा नहुने कि होइन को भन्ने है। कसैलाई थाहा नहुने भिजिलान्ते भएपछि के हुन्छ त स्रोत हुन्छ नि। दान कहाँबाट आयो त्यो पनि देखाउनु परेन हो कि होइन। यसलाई कसले फन्ड गर्छ यिनीहरूलाई हेरौँ है त। यहाँ हेर्नु है सिआइजे के सेन्टर फर इन्भेस्टिगेट जर्नलिजम नेपाल होइन। यो चाहिँ हेज बिन इन्भल्भ इन 4 डिफ्रेन्ट प्रोजेक्ट्स पार्टनरसिप विथ ओपन सोसाइटी फाउन्डेसन होइन। स्विजरल्यान्डको ओपन सोसाइटी फाउन्डेसन भनेको यो जोर्ज सरोजको है। यिनीहरूको काम के हो निजीकरण होइन। निजीकरण गर्ने सबै चिजलाई होइन। सामुदायिक चिज सबै निजी गर्ने यिनीहरूको काम अहिलेदेखिको होइन नि त। यो त सेकेन्ड वर्ल्ड वार पछिको संसारभरि फैलाएको चाहिँ सेकेन्ड वर्ल्ड वार पछि है। अनि अर्को चाहिँ वाइक्स फिनल्यान्ड यिनीहरू के हो सबै वेस्टर्न युरोपियनहरू यो यिनीहरू 400-500 वर्षदेखि संसार लुट्दै बसेहरू। थम्सन फाउन्डेसन द ब्रिटिस एम्बेसी होइन। युके त झन् गुरु बा यही भयो यिनीहरू सबैको गुरु सबैको बाजे यही हो है। अनि युनाइटेड नेसन्स डेभलपमेन्ट फन्ड युएनडिपी अहिलेको युएसको राज छ यसमा होइन। युनाइटेड नेसन्स भनेको अमेरिकाले लाद्ने आफ्नो कुरा लाद्ने होइन है त। अरू के छ फेरि पनि त्यही ओपन सोसाइटी फाउन्डेसन होइन। अरू हेऱ्यौँ त्यसमा है त। सपोर्टिङ डेमोक्रेसी एन्ड पिस बिल्डिङ थ्रु इन्भेस्टिगेटिभ जर्नलिजम यो इन्भेस्टिगेटिभ जर्नलिजमको मार्फत के गर्ने अरे डेमोक्रेसी र पिस होइन यिनीहरूले फलाग्ने चाहिँ यस्तै हो है यिनीहरूको है। अनि यसमा हेरौँ है त यसमा चाहिँ के छ होइन। सिआइजे विथ जेनरस सपोर्ट फ्रम नेसनल एन्ड इन्टरनेसनल पार्टनर्स त्यही अघिको ओपन सोसाइटीहरू होइन। एन्ड स्टेक होल्डर्स इन द मेन स्ट्रिम मिडिया इन्क्लुडिङ पब्लिसर्स एडिटर्स एन्ड रिपोर्टर्स होइन हेज प्रोभाइडेड टेक्निकल लजिस्टिक एन्ड एडिटोरियल सपोर्ट टु इम्प्रुभ क्वालिटी अफ इन्भेस्टिगेटिभ रिपोर्टिङ इन नेपाल है। के गर्दैछ त यो इन्टरनेसनल पार्टनरहरूले यिनीहरूलाई फन्ड गर्दैछ भनेको है। यो पब्लिसर एडिटर सबैलाई है होइन। प्रकाशकहरू यो होइन सम्पादकहरूदेखि यो रिपोर्टरहरू सबैलाई है। टेक्निकल लजिस्टिक सबै सिकाइरहेछ। लजिस्टिक भनेको के हो फन्ड गरिरहेछ होइन। अनि के छाप्ने होइन कसको स्वार्थमा छाप्ने सब सिकाइरहेछ नि त होइन। यो सब वेस्टले सिकाइरहेको है यिनीहरू यहाँ नेपालको यो इन्भेस्टिगेटिभ जर्नलिजम भन्नेहरू। के हो इन्भेस्टिगेटिभ जर्नलिजम भनेको यो खोजमूलक पत्रकारिता होइन। र खोजमूलक पत्रकारिता गर्न पठाउँछ भन्दाखेरि चाहिँ है। अनि यसमा चाहिँ म होइन यो इन्भेस्टिगेटिभ जर्नलिजम नेपाल यसको जर्नलिस्टहरूले इन्भेस्टिगेट नगर्ने चिजहरू चाहिँ म तपाईँहरूलाई इन्भेस्टिगेट गरेर देखाउँछु है। यिनीहरूले इन्भेस्टिगेट गर्न नचाहने है थाहा होला तर हुन्छ नि यो छ नि ओपन सोसाइटी फाउन्डेसन यिनीहरूले त त्यस्तो इन्भेस्टिगेट गर्न दिन्न नि त। यिनीहरूको पोल खोल्न दिन्न नि त नि होइन। त्यस्तो कुराहरू चाहिँ हामी खोज गरौँ है त हामी इन्भेस्टिगेट गरौँ है त। तपाईँहरू पनि गर्नु है। अहिले चाहिँ यो वेस्टको अब धेरै राम्रा छन्। नराम्रो भनेको चाहिँ यो माथिको 1% हो कि है। सब कन्ट्रोल गर्छन् यिनीहरूले त मिडियादेखि लिएर ब्याङ्किङ प्रणालीदेखि लिएर सब कन्ट्रोल गर्छन् यिनीहरूले होइन। यिनीहरूको त्यसमा चाहिँ हामीले चाहिँ अब सचेतता जगाउनु पर्ने छ होइन। तपाईँहरू पनि अब खोज्नु होला है ल है त। हेरौँ है त हामी सुरुबाटै सुरु गरौँ है त। बालेन्सा होइन। बालेन्सा कहिले भयो त मेयर काठमाडौँको नगर प्रमुख होइन। 79 साल जेठ 16 गते है। ठ्याक्क मेयर हुने बित्तिकै उनी कहाँ गए बालेन शपथ लगत्तै किन गए प्रधान सेनापति भेट्न है त। यो कहिलेको त काठमाडौँ जेठ 16 है त ठ्याक्क त्यही दिन भेट्न गयो है। अनि यहाँ यो भेटघाटमा के कुरा भएर चाहिँ हेरौँ है त। यो चाहिँ सिलवाल है ऊ चाहिँ प्रवक्ता चिफ साहबले बधाई तथा कार्यकालको शुभकामना दिनुभयो। यो नितान्त सद्भाव भेटघाट मात्र हो अरे है। सद्भाव भेटघाट मात्र अरे है होइन त। अनि त्यसपछि यहाँ के भयो त
यसअघि महानगरका निर्वाचित मेयर र प्रधान सेनापति बीच हतारमा यसरी भेट हुने प्रचलन भने थिएन हैन। पहिले बालेनले जितेका थिएनन् नि त अरे के सैनिक प्रवक्ताले भनेको हैन। अनि उनी के भन्यो, हेर्नु है षड्यन्त्रको सिद्धान्त बिक्ने भएकाले यो भेटलाई अनेक दृष्टिले हेरियो अरे। षड्यन्त्रको सिद्धान्त यो भने के, यो भने कन्स्पिरेसी थ्योरी है। अब यस्तो कुरालाई कन्स्पिरेसी थ्योरी भनिदिइहाल्ने कि हैन, कन्स्पिरेसी थ्योरी भन्ने डिसमिस गरिदिने हैन त। रहेछ त कन्स्पिरेसी थ्योरी। बालेन त अहिले त यहाँ चाहिँ त मङ्गलबार प्रधानमन्त्री कार्यालय है, प्रधानमन्त्री भयो त षड्यन्त्रको सिद्धान्त रहेछ त प्रवक्ताज्यू हैन। अनि यसमा के पनि छ, यो यहाँ चाहिँ एउटा महत्त्वपूर्ण छ चाहिँ यो, महानगर र सेनाको सहकार्य विपद व्यवस्थापनमा हुने गर्छ है। यो है इम्पोर्टेन्ट, यो है, यो महानगर र सेनाको सहकार्य विपद व्यवस्थापनमा हुने गर्छ है त। अनि यो एसपीपी छ नि, एसपीपी यो साइन गर्नेवाला साइन गर्न नमानेको पहिलाकाले है, त्यही आनाकानी गर्दा लखाटेको है, त्यो कुरा बुझ्नुपर्ने छ। यो विपद व्यवस्थापन भनेको के हो, यसमा चाहिँ एसपीपीमा पनि यही विपद व्यवस्थापनको कुरा छ। म पछि देखाउँछु है त यो है। ल यो भयो है त। अब चाहिँ हामी यो बालेनलाई हैन अमेरिकाले कसरी ग्रुम गरेर चाहिँ हेरौँ है त। यो फर्स्ट भेट है, पहिलो भेट बालेनको युएस एम्बेसेडरसँग, यो डिन थम्सन है। यो पहिलो भेट चाहिँ कहिले भएर चाहिँ यो डिसेम्बर 2, 2022 है। यसमा त्यति साह्रो केही छैन है। यो भेट गर्यो भनेर बालेनले क्ल्यारिफिकेसन दिनु पर्यो रहेछ है त। यो मेयर सास क्ल्यारिफिकेसन टु भीम रावल हैन त्यति बेला। त्यसपछि 2023 मा टाइम म्यागजिनले बालेनलाई टाइम 100 नेक्स्ट लिडरमा इन्क्लुड गर्यो है। त्यसमा समेट्यो स्थापित गर्नको लागि हैन। त्यसपछि नेपालका मिडियाहरूले पनि खुब त्यसलाई चाहिँ प्रचार गरे है त। कान्तिपुर, काठमाडौँ पोस्ट छ नि, यिनीहरूले खुब पोस्ट गरे, तपाईँहरू पनि हेर्नुभयो होला हैन। यो स्थापित गर्दै थियो तिनीहरूले है। अमेरिकी राजदूतको दोस्रो भेट हेरौँ है त। यो कहिले भएर चाहिँ भनेपछि फेब्रुअरी 2, 2024 मा है। यसमा सबभन्दा महत्त्वपूर्ण यहाँनिर छ, वी क्यान रन इन्फर्मेसन टेक्नोलोजी ट्रेनिङ एज अ म्युचुअल प्रोग्राम हैन। यो इन्फर्मेसन टेक्नोलोजी भनेको चाहिँ सूचना प्रविधि हैन। यो चाहिँ सूचना प्रविधि भनेकै सामाजिक सञ्जाल भनौँ है त, किनभने सबै यसकै सामाजिक सञ्जाल यसकै अन्तर्गत पर्छ हैन। यो चाहिँ कसले कन्ट्रोल गर्छ त, अमेरिकाले है। यो मार्क जुकरबर्गले कन्ट्रोल गर्दैन, यो फेसबुकको टाउकेले हैन। यो टेक्नो बिलियनरहरू छ नि अहिलेको, यो मार्क जुकरबर्ग, एलन मस्क भनेको यिनीहरूको फ्रन्टम्यानहरू मात्र हो। यो मल्टी बिलियनर, यो 1% को छ नि, यो द बिग क्लब भन्नेहरूको है, यिनीहरूको फ्रन्टम्यानहरू मात्र हो। सबै इन्फर्मेसन चाहिँ यो चाहिँ कसको कन्ट्रोलमा छ, अमेरिकन गभर्मेन्टकोमा। अमेरिकन गभर्मेन्टको र मिलिट्री है, अमेरिकन मिलिट्री इन्डस्ट्रियल कम्प्लेक्स भन्छ नि। किनकि इन्टरनेट भनेको, इन्टरनेटको सुरुवात नै कसरी भयो भनेपछि यो स्पाई गर्ने क्रममा हैन, यो कोल्ड वारको बेला जासुसी गर्ने क्रममा हैन, अमेरिकन आर्मीले यो परिष्कृत गर्दै विकसित गर्दै ल्याएको चिज हैन इन्टरनेट भनेको हैन त। त्यति बेला एकअर्काभित्र जासुसी गर्ने, स्पाई गर्ने क्रममा बनेको इन्टरनेट हैन। यो प्लेटफर्म अब यिनीहरूले मार्क जुकरबर्ग अहिलेको टेक्नो बिलियनरलाई पकेटमा दिएर हैन, यस्तो त्यत्रो $बिलियन कमाउनु दिन्छ त, दिँदैन नि, सब मिलेमतोमा छ है हैन। मैले भन्नु यो यति लामो किन भन्ने भनेपछि, अब यो सूचना कन्ट्रोल कसले गरिरहेछ भन्ने कुराहरू के हैन। यो फेसबुकमा फ्लो हुने डाटा कसले कन्ट्रोल गर्यो भन्ने कुराहरू है। यो बालेनलाई अहिलेको सोसियल मिडियाले कसरी स्थापित गर्यो भन्ने कुरा म देखाउन खोज्दैछु है त। अब यो इन्फर्मेसन टेक्नोलोजीले के गर्छ है, सामाजिक सञ्जालले के गर्न सक्छ त है, अमेरिकाले के गर्न सक्छ त, यिनीहरूले यो एउटा जियोग्राफी, एउटा भूगोलको डाटा फ्लो हेर्न सक्छ है। यिनीहरूले त्यो ठाउँको माहौल बुझ्न सक्छ, त्यहाँको मान्छेको सेन्टिमेन्ट बुझ्न सक्छ है। सेन्टिमेन्ट बदलिदिन पनि सक्छ यो डाटा फ्लोको कन्ट्रोल गरेर, कुन डाटा फ्लो धेरै गराउने भनेर हैन। अनि यो के अरे ट्रेनिङ एज अ म्युचुअल प्रोग्राम भन्यो नि यो बालेनले भने नि हैन। यो अनि एउटा जनकपुरको भाषणमा त मैले अर्को भिडियो पनि बनाएको छु, यो त्यो कान्तिपुरहरूले कट गरेछ हैन, कान्तिपुर टिभीएचडीहरूले। त्यसमा चाहिँ बालेनले भनेछ कि महँग कलेज पढेला फ्री भिसा फ्री टिकट बिना ढौवा के भनेछ नि। महँग कलेज पढेला फ्री भिसा फ्री टिकट बिना ढौवा के, यो चाहिँ बालेन झुकेर भनेको के है। त्यही कारण त नि यो के अरे कान्तिपुर टिभीएचडी हैन, यो टेलिभिजन अनि हेडलाइन नेपाल अनि यस्तै के
सबले सेन्सर गरेर थियो भनेको है, त्यो चुनावी प्रचारको क्रममा असर पर्छ भनेर के यसले नि विदेश पठाउन लाग्यो भनेर है। हेर्नु होला नि, मैले अर्को भिडियो बनाएको थिएँ पहिला है। त्यो ट्रेनिङ गर्न गएको छन् है, नेपालबाट गएको छन् तिनीहरू। पुरा यो बालेनलाई चाहिँ यो है यो सोसल मिडियामा बालेनलाई स्थापित गर्नेहरू पुरा सबैतिर तिनीहरूले रोल खेलेका छन् होइन। यो चाहिँ बुझ्नुपर्छ यहाँनिर है। त्यतिकै जित्छ एकजनाले, यो मार्क जुकरबर्गहरू छ नि, यिनीहरू फ्रन्टम्यान मात्र है। यिनीहरूलाई चाहिँ यो फ्री मार्केट इकोनोमी छ नि, यो अमेरिकाले लादेको यो लादेको चिज हो, यो सबै संसारभरि लादिरहेछ। यस्तै मान्छेहरूलाई चाहिँ इक्जाम्पल देखाउँछ कि तिमीहरू पनि गर्न सक्छस् है, एउटा मान्छे चाहिँ अमेरिकामा यस्तो बन्न सक्छ, यति कमाउन सक्छ भने देखाउनु खोजे है। आइडलाइज गरे कि त्यसलाई है, सबै चिजमा नि, स्पोर्ट्समादेखि लिएर सबैमा। तर त्यस्तै मार्क जुकरबर्ग, एलन मस्क जस्तो बन्नको लागि करोडौँले मेहनत गरे, फेल भएको छैन है। तिनीहरूको बारेमा चुपचाप छ नि त मिडिया, सधैँ एडभर्टिजमेन्टमादेखि लिएर सबैतिरै तिनीहरूको लाइफस्टाइल होइन, तिनीहरूको लग्जरी देखाएर यस्तो बन्न सक्छस् भन्ने आशा देखाइदिने, त्यो कहिल्यै पुरा नहुने आशा होइन। सबैले त्यत्रो कमाउन सक्छ होइन। अनि यही व्यवस्था लाद्न खोज्ने यहाँ नेपालमा है। अहिलेको यिनीहरू पनि त्यही हो। यो बालेन सरकारको झलक देखिसक्यो। के अरे स्वर्णिम वागले होइन, के अरे वर्ल्ड ब्याङ्कमा काम गरेर आएको, हार्वर्ड पढेर आएको होइन। अनि यो हार्वर्ड होइन, धेरै जस्तो अमेरिकन प्रेसिडेन्टहरू यस्तै हार्वर्ड, येल, प्रिन्सटन, यो आइभी लिग छ नि, यिनीहरू यही कलेज पढेर निक्लिएर यहाँ के रहेछन् त अहिले बम पड्काउँदै हिँडेका छन्, दुनियाँभरि लुट्दै हिँडेका छन् यिनीहरू। यिनीहरूकै अर्डरमा होइन त दुनियाँभरि लुट्दै हिँडेको होइन, बम पड्काउँदै हिँडेको। के रहेछ त हार्वर्ड होइन। त्यो कुरा गरेको मैले चाहिँ। यो फ्री मार्केट इकोनोमिक सिस्टम भनेको फ्री छैन यो होइन। एउटा छ के अरे भनाइ, यु आर ओन्ली एज फ्री एज योर पर्चेसिङ पावर अलाउज यु टु बी। गोजीमा पैसा छ भने यहाँबाट पर पनि जान सक्नुहुन्न तपाईँ होइन। त्यो फ्रिडम कसलाई छ त? मल्टी बिलियनरहरूलाई त छ नि, जस्तो फ्रिडम पनि छ तिनीहरूलाई त फ्री छ नि फ्री मार्केट इकोनोमीमा। कसलाई जस्तो फ्रिडम? यो बालेनहरू पनि अलिकति नेपालमा अब त्यो क्लासकै हो है, अलिक फ्रिडम भएकोहरू होइन। यिनीहरूलाई अब हामीले हेर्नुपर्ने के हो त? यिनीहरूलाई कसले घेर्छ भनेर हेर्ने हो। घेरिसक्यो यिनीहरूलाई है। अहिलेको यो नयाँ यो के अरे व्यापारीहरूले घेर्न गइसके। यो भोट दिने गरिब भन्दा नि व्यापारीहरूले घेर्न गइसक्यो है। यिनीहरू चुनावको क्याम्पेनमा पैसा दिने व्यापारीहरूदेखि लिएर सबैले। ल अहिले चाहिँ धेरै हल्ला गरेँ मैले। यसमा कन्टिन्यू हेरौँ है त। फ्रम दिस अमेरिकन कम्पनीज गेट म्यान पावर फर वर्क अरे। अमेरिकन कम्पनीकोलाई पुरा म्यान पावर दिने बालेनले होइन। एकदमै मेहनती पुरा निचारेर लान्छ है त्यो एउटा दुइटा। त्यो पनि के भन्छ तिनीहरू त्यहाँ गएर सिइओ भन्छ त त्यो कम्पनीको, भन्दैन नि व्हाइट कलर स्लेभ भन्ने नै हो। तिनीहरूकै न्यारेटिभ फलाग्ने हो त्यहाँ बसेर होइन, किनभने तलब तिनीहरूले दिन्छ होइन। त्यो कम्पनीले त अथाह कमाउँछ नि फेरि होइन। यो चाहिँ भएन है। अनि नेपाली युथ क्यान अर्न इन्कम, खालि पैसैको लोभ देखाउने होइन। अनि दे क्यान बिकम स्किल्ड म्यान पावर फर द वर्ल्ड मार्केट। ट्रान्सनेसनल कम्पनीहरूको, बहुराष्ट्रिय कम्पनीहरूको होइन। मोडर्न स्लेभ भन्ने, व्हाइट कलर ब्लू कलर डजन्ट म्याटर होइन। स्लेभ त स्लेभ नै हो नि। नेपालमा बनाउने सोच्ने हो, नेपालमा बनाउने होइन त। अर्को छ यहाँनिर फेरि अब है, यसैमा कमेडी छ यहाँ एउटा। आर यु कमेडी मी भन्छ नि हिजो आज, त्यस्तो छ। वी एक्सपेक्ट द्याट द एम्बेसी विल फेसिलिटेट द इस्टाब्लिसमेन्ट अफ म्युचुअल प्रोग्राम्स विथ हलिउड फिल्म प्रोड्युसर्स, डिरेक्टर्स, एक्टर्स एन्ड डिस्ट्रिब्युटर्स। यो हलिउड है, यो यिनीहरू प्रोपागेन्डा टुलहरू वेस्टर्नहरूको, अमेरिका अनि वेस्टर्न युरोपको प्रोपागेन्डा टुल है हलिउड भनेको होइन। यिनीहरूले कस्तो बनाउँछ त नि, मुभीहरू कस्तो बनाएको छ, हट लकरहरू है। तपाईँहरूले हेर्नु भएको छ होला नि एउटा मुभीहरू, ऱ्याम्बोहरू। यिनीहरूले के गर्छ मुभी मार्फत इमोसनली मान्छेलाई पुरा अमेरिकाले चाहिँ होइन सेवा गरिरहेछ, उद्धार गरिरहेछ संसारको जस्तो होइन। आतङ्ककारीहरूलाई मारिरहेछ होइन। त्यहाँ लोकतन्त्र प्रजातन्त्र स्थापना गरिरहेछ, त्यो देखाउने हो यो हलिउडको काम। यो सिएनएन बिबिसीको काम पनि त्यही हो। सिएनएन बिबिसी मात्र सुन्यो भने होइन, दिमाग चाहिँ अब दिमागमा गोबर भरिदिन्छ तिनीहरूले है त होइन। अब त्यही मात्र सुनेर अहिलेका हाम्रो स्वर्णिम वाग्लेहरू यिनीहरू हार्वर्ड पढे होइन। हार्वर्ड पढेपछि के भने हार्वर्डले यस्तरी ब्रेन वास गरिदिन्छ कि कुराहरू। अमेरिकाले त पुरा संसारमा उद्धार गर्दै हिँडेको छ भन्ने धारणा मान्छेमा बसालिदिन्छ है सिएनएन बिबिसी हलिउडले। यसबाट होसियार है त। यस्तो ल्याउने नि हलिउड होइन, के ल्याउनु पढाउँछ यिनीहरू यो हलिउडले। एलजिबिटिक्यू होइन त, सुन्नुभएको छ नि तपाईँहरूले एलजिबिटिक्यू, गे म्यारिज अरे। यो केटाले केटासँग बिहा गर्ने, केटीले केटीसँग बिहा गर्ने, यो गे म्यारिज एलजिबिटिक्यू यस्तो वाइयात है। मान्छेलाई थरी थरीमा बाँडिदिने, महिला पुरुष मात्र छ यो संसारमा है।
केही डिफर्मिटी हुनेहरू अब त्यसमा अब सबैले त्यो बुझ्ने कुरा हो त्यो। अब म तपाईँहरूलाई होइन पुरानो सरकारलाई अमेरिकाले किन लात हान्यो भनेर देखाउँछु है त। यो लात हान्नुको कारण चाहिँ यो स्टेट पार्टनरसिप प्रोग्रामलाई नेपाल सरकारले पास नगर्नु हो है, मेन चाहिँ है। यो बुझ्नु तपाईँहरूले। यो चाहिँ एन अफिसियल वेबसाइट अफ द युनाइटेड स्टेट गभर्मेन्ट है, यो नेसनल गार्डको। यहाँ यो कहिले इस्टाब्लिस भयो रहेछ 1991मा है, यो सोभियत सङ्घ टुक्रेपछि होइन। त्यसपछि यिनीहरू एकछत्र राज गर्न थाल्यो नि अमेरिकाले, कसैलाई पावरमै आउन नदिने यिनीहरूको प्लान थियो। त्यो अर्कोमा म देखाउँछु। यसमा के भनेको छ हेर्नु है, मेनली यसमा है, थ्रु एसपिपी द नेसनल गार्ड कन्डक्ट्स मिलिटरी टु मिलिटरी इन्गेजमेन्ट इन सपोर्ट अफ डिफेन्स सेक्युरिटी गोल्स है। डिफेन्स सेक्युरिटी अमेरिकासँग मिल्ने अरे कि कुनै वारहरू भयो भने है, उनीहरूले म देखाउँछु नि इन्डो पेसिफिक स्ट्राटेजीमा कसरी लान खोजिरहेको रहेछ भनेर त्यति बेला है त। यो भयो है। अब यो हेरौँ है त, युएस एम्बेसी इन नेपाल, यसले चाहिँ स्टेट पार्टनरसिप प्रोग्राम एसपिपीको बारेमा के भने रहेछ है त। यो चाहिँ मिलिटरी एलायन्स छैन भन्दैछ, नट है त, नट मिलिटरी एलायन्स अरे, नो होइन, देयर इज नो प्रपोज एसपिपी अग्रिमेन्ट विथ नेपाल। किन नो भन्न थाल्यो त, पछि नेपाल सरकारले मानेन है। त्यसपछि यिनीहरूलाई धपाउन थाल्यो है नेपाल सरकारलाई, पुरानो सरकारलाई अमेरिकाले। यसमा के भनिरहेछ यहाँ तल एउटा छ, वाइ इज युएस प्रेसरिङ नेपाल फर एन एसपिपी होइन। नेपाललाई किन यी जबरजस्ती एसपिपी लाद्न लागिरहेछ त अमेरिकाले भनेर भनिरहेछ नि, यहाँ सोधिरहेछ। के भन्छ त, द युनाइटेड स्टेट्स इज नट प्रेसरिङ फर एन एसपिपी विथ नेपाल। नेपाललाई चाहिँ उसले लाद्न खोजे होइन अरे है। नेपालले दुईचोटि एसपिपी ट्वाइस फर 2015 एन्ड 2017मा चाहिँ नेपालले आफै प्रपोज गरे रे है, उनीहरूले जबरजस्ती गरे होइन रे है। यो काठमाडौँ पोस्टको यो हेरौँ है त। यसमा चाहिँ के भयो थाहा छ फेरि, यो आर्मीले चिठी देखाइदिएछ, आर्मीले प्रपोज गर्यो भनेर है। पहिला आर्मीले हामी होइन भन्ने है, नेपाल सरकार केपीले पनि होइन भन्ने। यो राजेन्द्र छेत्री है त्यति बेलाको आर्मी चिफले चाहिँ हामी पनि होइन भन्ने, हामीले प्रपोज गरे पनि होइन भन्ने, अनि के अरे केपी शर्मा सरकारले पनि होइन भन्ने होइन। त्यसपछि उताबाट त्यो युएस एम्बेसीले त्यो देखाइदिएछ चिठी है। म चिठी देखाउँछु, यहाँ चाहिँ हेर्नुहोस् त, आर्मी हेडक्वार्टर्स काठमाडौँ नेपाल होइन, 27 अक्टोबर 2015मा प्रपोज गरे रहेछ है होइन। नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम फर नेपाल इन द नियर फ्युचर है, रिक्वेस्ट होइन त। पछि चाहिँ एकअर्कालाई दोष लगाउने है त। यो हेरौँ है त, मिटिङ बिट्विन चिफ अफ आर्मी स्टाफ एन्ड युटा नेसनल गार्ड चिफ होइन। यो कहिलेको 2022 अप्रिल 26 को है। यो चाहिँ युटा नेसनल गार्डको चिफ आएको रहेछ होइन। के गर्न आएको रहेछ त, द मिसन अफ द युटा नेसनल गार्ड इज टु प्रोभाइड रेडिमेड मिलिटरी फोर्सेस टु एसिस्ट स्टेट एन्ड फेडरल अथोरिटिज इन टाइम्स अफ इमर्जेन्सी अर वार होइन। हामी कोसँग वार गर्ने हो नेपालीहरू। यो चाहिँ खास किन आएको भनेपछि त्यो पेसिफिक फ्लिटको थियो होइन, पेसिफिक कमान्डको जेनरल फ्लिन आउनेवाला थियो है। त्यसको लागि वातावरण बनाउन आएको यो पहिला। यहाँ हेरौँ है त, युएस आर्मी पेसिफिक कमान्डिङ जेनरल चार्ल्स फ्लिन कल्स अन पिएम देउबा होइन। कहिले हो यो, जुन 10, 2022 होइन। यिनीहरूको चाहिँ के हो यो, के अरे डुओ डिस्कस्ड ह्युमेनिटेरियन एसिस्टेन्स एन्ड डिजास्टर म्यानेजमेन्ट है। यो डिजास्टर म्यानेजमेन्ट यस्तैमा आउँछ यिनीहरू है। यिनीहरू आउँछ अनि जरा गाड्छ, अब यस्तो बेला आपद विपदकोमा आउँछन् होइन, सहानुभूति बटुल्छन् होइन। यो डिजास्टर म्यानेजमेन्ट चाहिँ किन इम्पोर्टेन्ट छ भनेपछि यो है, यो यसमा चाहिँ यो सुदन गुरुङ पनि यो त्यही 2015 को अर्थक्वेकको बेला है, यो हेल्प गर्दै हिँडेको थियो मान्छेले होइन। यिनीहरूले दिएको त्यो पैसाले त होला नि, आफ्नो खोल्टीबाट त दिएन होला सायद होइन। बालेन पनि यो भूकम्पसँग सम्बन्धित छ है। यिनीहरू यति बेला भेटेको हुनसक्छ है, कन्ट्याक्टमा आएको हुनसक्छ, मलाई त्यस्तै लागिरहेछ होइन। उसले चाहिँ के भन्यो यहाँ यो भेटमा चाहिँ एसपिपीमा साइन गर्नुपर्छ भने है। यहाँ हेर्नु है, एसपिपी द न्युएस्ट जियो पोलिटिकल हट पोटेटो इन नेपाल है त। यहाँ के गरेछ त्यो भेट्यो नि देउबा र त्यो फ्लिनले। अल हेल ब्रोक लुज वेन द कमान्डिङ जेनरल अफ द युएस आर्मी पेसिफिक चार्ल्स फ्लिन इन्करेज नेपाल टु बिकम अ पार्ट अफ द प्रोग्राम इन हिज मिटिङ्स विथ प्राइम मिनिस्टर शेरबहादुर देउबा होइन, एन्ड नेपाल आर्मी चिफ जेनरल प्रभुराम शर्मा होइन। यो भने के हो त नि, चार्ल्स फ्लिनले चाहिँ के गर्यो, इन्करेज गर्यो नेपाललाई चाहिँ योमा चाहिँ भागले तिमीहरू भनेको क्या है। चाइनाको साइडमा नजा है, चाइनाको जिएसआई ग्लोबल स्ट्राटेजिक इनिसिएटिभमा साइन नगर, बरु हामीसँग आइजा भनेको है होइन। कुरा बुझ्यो त। अनि जेनरल फ्लिन गएपछि के भयो त है, कहिले हो, जुन 10मा होइन, जुन 16मा के भयो त फेरि होइन। जुन 16मा नेपाल नट पार्ट अफ एसपिपी डज नट इन्टेन्ड टु जोइन इट होइन। होम मिनिस्टर टेल्स पार्लियामेन्ट। होम मिनिस्टर को थियो त्यति बेला, बालकृष्ण खाँड होइन। कसको बिहाफमा भनेर प्राइम मिनिस्टर एन्ड डिफेन्स मिनिस्टर दुवै उही रहेछ देउबा है।
उसको बिहाफमा चाहिँ एसपिपी पास हुँदैन भन्यो देउबाले है। त्यसपछि हो देउबालाई लात हान्न थालेको अस्ति अनि हैन त्यो सबै गर्यो नि देउबालाई। पहिला त्यत्रो एनजिओ या एनजिओ मार्फत खान दिएको अहिले मान्दैनस् भनेको थियो है। पब्लिकली ह्युमिलिएट गरेको है अमेरिकाले। नेपालभित्रबाट त्यस्तो गर्छन् सक्दैनन् नि होइन बाहिरको आर्ट नभए नि होइन। त्यसपछि बालकृष्णलाई पनि के गर्यो त फेरि ए भुटानिज रिफ्युजिस क्याम्पमा होइन जगाइदियो। अब गल्ती नि गरेको थियो होला होइन बस्थ्यो नि यिनीहरू त त्यो एसपिपी पास गरेको त ठ्याक्कै होइन। कृष्णबहादुर महरालाई फसास् त के एमसिसी पास गर्न नमान्दाखेरि। यहाँ हेर्नु है वान कन्सपिरेसी थ्योरी रिफ्युजेस टु डाई होइन। कृष्णबहादुर महरा वाज सपोजली removed from the speaker's post after he refused to start the process of the mandatory parliamentary ratification of the American MCC accord होइन नमानेको कि एमसिसीलाई चाहिँ पास गर्न नमानेको है। त्यति बेला को थियो प्रधानमन्त्री केपी ओली है। केपी ओलीले चाहिँ हटाएको है अमेरिकनको बलमा। PM Oli does not want another Maoist speaker as he or she could block the MCC again। त्यो बेला चाहिँ ब्लक गर्न खोजिरहेको थियो माओवादीले होइन पहिला सुरुमा चाहिँ। तर यो के अरे केपीले चाहिँ अमेरिकन त्यो पाउनको लागि सपोर्ट पाउनको लागि एमसिसी पास गराउन खोज्दै थियो है त। पास गरायो पनि पछि होइन तर पछि एसपिपी पास गराएन होइन। एमसिसी पास गराएर केपीले के सोचेको थियो भनेपछि अमेरिकन सपोर्ट पाइसकेपछि मैले अब मलाई कसैले हटाउँदैन सोचेर बसेको थियो। तर के भयो त एसपिपी पास गरेन होइन। धेरै बाटो भयो फेरि उता बिआरआई पनि पास गर्यो होइन। बिआरआई पनि सहमति जनायो अनि उता के अरे चाइना देखाएर होइन यता पनि लबी गर्ने होइन। त्यसपछि देखायो त्यसपछि हेलिकप्टरबाट भाग्ने बनाइदियो होइन। एसपिपी पास नगरेको कारणले हो यो चाहिँ कुरा बुझ्नुपर्छ है हामीले। चाइनिज साइड नलि अमेरिकन साइडले भनेको होइन। यो चाहिँ भू राजनीति डेन्जर चलिरहेछ अहिले है। हामीले यसरी बुझ्नु पर्यो। कृष्णबहादुर महरा र यो के अरे बालकृष्ण खाँडलाई बलि चढाइदियो यो होइन। अब यो द ग्रे जोन भन्ने पत्रिका हेरौँ है त। यसमा के लेखेको छ US regime change front funded Nepalese youth revolutionaries leaks reveal रे है। US regime change front भने यो भन्न खोजेको के भनेपछि अमेरिकाको सत्ता उल्टाउँदै हिँड्ने मोर्चा रे है। यसमा के पर्छ त यो नेड है एनइडी नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसी सपोर्टिङ फ्रिडम अराउन्ड द वर्ल्ड रे। यसको काम के रे संसारभरि स्वतन्त्रता फैलाउँदै हिँड्ने होइन अमेरिकाको ठेक्का रे होइन। यसको छाता सङ्गठन IRI है इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट। यसको काम पनि के अरे एडभान्सिङ डेमोक्रेसी वर्ल्ड वाइड होइन। अमेरिकाको ठेक्का डेमोक्रेसी र फ्रिडम सपोर्ट गर्दै हिँड्ने संसारभरि होइन। टेन्डर जहिले उनीहरूलाई पर्छ अरे। उनीहरूले के गर्यो अरे नेपालमा फन्ड गर्यो अरे है। द जेनजी स्याडो आर्मी मोबिलाइज एज द US sought to neutralize चाइनिज एन्ड इन्डियन इन्फ्लुएन्स ओभर काठमाडौँ अरे। किन गरे रहेछ त यो आन्दोलन फेरि किन गर्यो भन्छ यो पत्रिकाले चाइनिज र इन्डियन इन्फ्लुएन्सलाई न्युट्रलाइज गर्न है कन्ट्रोल गर्न तिनीहरूलाई त्यो भन्दैछ है। यहाँ के लेखेको छ IRS प्रोग्राम कनेक्ट्स भाइब्रेन्ट युथ एन्ड पोलिटिकल लिडर्स अरे होइन। युवा र उनीहरूले छानेको पोलिटिकल लिडर है यो IRSले सेलेक्ट गरेको उनीहरूको बिचमा कनेक्सन गराउँछ अरे है कनेक्ट गराउँछ अरे उनीहरूलाई। अनि प्रोभाइड्स कम्प्रिहेन्सिभ ट्रेनिङ्स अन हाउ टु लन्च एडभोकेसी क्याम्पेन्स एन्ड प्रोटेस्ट है। आन्दोलन कसरी गर्ने होइन कुन नारा लिएर आन्दोलन गर्ने होइन कुन नारा एडभोकेट गर्ने है त। यो चाहिँ ओरिजिनल डकुमेन्ट है यो। यसमा तपाईँहरू हेर्नु है कसरी सिकाइरहेको छ यहाँ देखाइरहेको छ होइन। सुशीला कार्कीलाई कतिजनाले छानेको रहेछ 10,000 भन्दा कम है। अर्को एउटा ठाउँमा छ यो कसले लेखेको यो हार्वर्ड है हार्वर्डको एउटा स्टुडेन्टले लेखेको छ अरे होइन। कतिजनाले छानेको अरे त सुशीला कार्कीलाई। अनि ओपन डिस्कोर्ड पोल ड्रिउ होइन 7,713 जनाले भोट गरेको 3,833ले 50% रे अझै होइन। यो 3,000ले होइन छानेको अचानक छानेर पुरा प्रधानमन्त्री है। तपाईँले छान्नु भयो र होइन नि होइन अचानक ल्याएर इम्प्लान्ट गर्यो जस्तो क्या होइन त अचम्म छैन त। यसमा अरू के छ हेरौँ है त। A project focused on youth civic education is critical to support the development of a sustainable, strong federalist nation that is vital to the US's Indo-Pacific strategy। आखिरमा लगेर इन्डो-पेसिफिक स्ट्राटेजीमा नेपाललाई लतार्ने है उद्देश्य चाहिँ हैन। अरु हेरौँ है त। Once a sufficient number of Nepalese youth leaders who endorse and advocate US values were groomed, हैन, they could then be mobilized to launch advocacy campaigns on Nepali issues of US concern। जब पर्याप्त मात्रामा हैन नेपाली युवा लिडरहरु है नेपाली युवा नेताहरु जसले चाहिँ इन्डोर्स एन्ड एडभोकेट यो भने के हो जसले अनुमोदन गर्छ रे
समर्थन गर्छन् के केलाई समर्थन गर्छन् त अमेरिकी भ्यालुलाई अमेरिकी मूल्य मान्यतालाई है तिनीहरूलाई चाहिँ के गर्छ तयार गरियो है यो ग्रुम भनेको तयार गर्दै लाने हैन त त्यसपछि तिनीहरूलाई के गर्ने मोबिलाइज गर्ने है तिनीहरू त्यो परिचालन गर्ने है के गर्न अमेरिकी स्वार्थ हैन त पछाडिको खेल चाहिँ यिनीहरूको यो छ है यो अमेरिकी भ्यालुजहरूलाई नेपालमा लाद्ने त्यो लादेर विद्रोह गराएर नेपाललाई इन्डो पेसिफिक स्ट्राटेजीमा लतार्ने है यो बुझ्नुपर्छ हामीले हैन त यङ एक्टिभिस्ट्स प्रमोट रिफर्म एडभोकेटेड बाई द युएस हैन अमेरिकाले जे सिकायो त्यही चाहिँ फलाक्ने है यो यङ एक्टिभिस्टहरूले हैन पैसा कुन थ्रुबाट आएर चाहिँ एमङ द मोस्ट क्रुसियल आइआरआई प्रोजेक्ट्स इन नेपाल वाज अ प्रोग्राम कल्ड युवा नेतृत्व हैन पारदर्शी नीति युथ लिडरसिप ट्रान्सपेरेन्ट पोलिसी है यसको लागि कति पैसा दिएछ हैन सुरुमा चाहिँ इनिसियल कस्ट कति $3,50,000 है त जुन 2021 बाट जुलाई 2021 बाट जुन 2022 सम्म है त इमर्जिङ लिडर्स हैन इमर्जिङ लिडर्स भालेन्सा आस्था कि हैन नेक्स्ट 100 टाइम म्यागजिनको नेक्स्ट 100 लिडर हैन त्यस्तै है नेटवर्क्स अफ युथ एक्टिभिस्ट्स एन्ड पोलिटिकल लिडर्स वुड बी कल्टिभेटेड इन नेपाल हैन provided skills, resources and platforms to build connections. यिनीहरूले कनेक्सन गर्यो है हैन त नेपाल to pay more attention to their concerns and promoting democratic reform advocated by the US. यो भन्नु खोजेको के हो चाइनातिर नढल्के चाइना भनेको उनीहरू चाहिँ सर्वसत्तावादीहरू हो हैन अधिनायकवादहरू हो डेमोक्रेसीतिर आइजा भन्नु खोजे हैन आखिरमा चाइना घेर्ने हैन त अनि के रे once they return to their everyday lives the institute would encourage and support participants to strive for higher positions in their respective political parties हैन यो भने के हो त नि यो ट्रेनिङ लिएकोहरूलाई तिनीहरू घर फर्केपछि हैन आफ्नो रेगुलर लाइफमा फर्केपछि तिनीहरूलाई के गर्ने इन्करेज गर्ने है यिनीहरूलाई उत्साहित पार्ने हैन यिनीहरूलाई प्रोत्साहन दिने हैन सपोर्ट गर्ने के गर्नको लागि तिमीहरू पनि ठुलो पोस्ट लिने त्यहाँ हैन त्यो पार्टीको तिमीहरूको आफ्नो पार्टीमा नेतृत्व तिमीहरूले गर्ने हो भनेर जोस्साउने एक्सरसाइज लिडरसिप हैन हाउ यङ लिडर्स क्यान ड्राइभ पोलिटिकल चेन्ज थ्रु प्रोटेस्ट अरे हैन त हैन यो त सफल पनि भयो हैन यो गर्न त्यो के रे त्यो द ग्रे जोन जस्तो हैन 21st सेन्चुरी वायर भन्नेले नि त्यस्तै दाबी गरेछ है नेपाल न्यू रिपोर्ट रिभिल्स युएस फिङ्गरप्रिन्ट्स बिहाइन्ड जेनजी अपराइजिङ हैन यसमा पनि त्यस्तै छ है The program was implemented by the International Republican Institute IRI funded by the National Endowment for Democracy हैन त त्यो रिपोर्ट है यहाँ नेट हैन त्यो नेट सेमी एनुअल नरेटिभ रिपोर्ट कोर इन्स्टिट्युट्स हैन इन्टरनेशनल रिपब्लिकन इन्स्टिट्युट नेपाल युवा नेतृत्व पारदर्शी नीति युथ लिडरसिप ट्रान्सपेरेन्ट पोलिसी हैन त उस्तै छ यसमा चाहिँ फेरि कोसँग सम्झौता गरे कसलाई पैसा दियो भन्ने राखेको छ यसमा है म देखाउँछु है त यहाँ तल कहाँ छ अग्रिमेन्ट बिट्विन द इन्टरनेसनल रिपब्लिकन इन्स्टिट्युट एन्ड सोल्युसन्स कन्सल्टेन्ट प्राइभेट लिमिटेड है यो नेपालको है त कहाँ छ यो सोल्युसन कन्सल्टेन्ट उत्तर ढोका सडक काठमाडौँ नेपाल है त भक्ति क्षेत्र के हो यो यहाँ देखाएको छ यिनीहरूको टाइमलाइन पनि देखाएको छ कहिलेदेखि सुरु भयो कहिले क्लोज भयो है त यिनीहरूले के गरे त यो युवा नेतृत्ववालाहरू यस्तो चाहिँ यो ठाउँ मात्र होइन धेरै ठाउँमा थियो होला यो चाहिँ बाहिर लिक भएको मात्र है यिनीहरूले उल्टा सबै युएसको हेल्प युएसको फिङ्गरप्रिन्ट जता पनि देखिएछ है त यो के अरे वर्ल्ड ट्रेड स्क्यानरमा नि छ लिक्ड फाइल्स रिभिल युएस फन्डेड नेपाल जेनजी मुभमेन्ट टु काउन्टर चाइनिज एन्ड इन्डियन इन्फ्लुएन्स अरे यहाँ के छ यिनीहरूको पनि द लिक्ड फाइल सजेस्ट वासिङटन युज युथ मोबिलाइजेसन एज अ टुल अफ जियो पोलिटिकल इन्जिनियरिङ रे है हैन युवाहरूलाई मोबिलाइज गर्यो युवाहरूलाई चाहिँ हैन टर्निङ नेपाल जेनजी मुभमेन्ट इन्टु अ प्रोक्सी फर इन्डो पेसिफिक स्ट्राटेजी हैन आखिरमा गएर नेपाललाई इन्डो पेसिफिक स्ट्राटेजीमा लतार्ने अमेरिकाको रणनीति हो है हैन यो चाहिँ हामीले बुझ्नु पर्यो है त्यसपछि डोनाल्ड ट्रम्पको आगमन हैन त 2024 मा ल्यान्डस्लाइड इलेक्सन भिक्ट्री इन 2024 हैन त त्यसपछि उ आएर के गर्यो त ट्रम्प आएपछि युएसए क्लोजर हार्म्स प्रो डेमोक्रेसी डेभलपमेन्ट एफर्ट्स इन नेपाल हैन हो यहाँबाट है पुरानो त्यो सरकारको दुर्दशा सुरु भएको है यो दिनदेखि हो यो के भयो त यसपछि यो युएसए बन्द भएपछि उनीहरूको फाइनेन्सियल त्यो पनि बन्द भयो त्योभन्दा महत्त्वपूर्ण के बन्द भयो इन्टेलिजेन्सिया है इन्टेलिजेन्स
हैन यो सामाजिक सञ्जालको इन्टेलिजेन्सदेखि सबै युएसले कन्ट्रोल गर्न थाल्यो हैन त यिनीहरूले एउटा सूचना पाउन थालेन पुरानहरूले सबै सूचना कसलाई गयो 14 मिनिस्टर्स इन बालेन्द्र शाह क्याबिनेट हैन यिनीहरूलाई गयो है त सबै इन्फर्मेसन यिनीहरूलाई गयो त्यही कारण त जित्यो नि त्यतिकै जित्छ यो कट भएपछि यहाँ रोना धना छ कि यसमा हेरौँ है त यसमा के छ भनेपछि यो को हो यो एनजिओको टाउकी है के भन्दैछ आवर डेमोक्रेसी इज भेरी न्यू एन्ड टेक्स टाइम टु स्ट्रेन्थेन अरे 2007 सालमा डेमोक्रेसी आएको होइन त्यो दान खाइराख्ने कि दान खाने यहाँ चाहिँ साँझ हार्ने फेरि नेपालमा चाहिँ अरू यहाँ चाहिँ यस्तो हाँस उठ्दो लेखेको छ यहाँ म हेर्छु है म देखाउँछु तपाईँहरूलाई यहाँ हेर्नु है अब है Bhattrai has met with potential NGO investors from China, but this funding is unlikely to prioritize civil society projects. अरे सिभिल सोसाइटीले सपोर्ट गर्दैन अरे चाइनाको इन्भेस्टमेन्टले है नेपालमा दे आर पोटेन्शियल इन्भेस्टर्स बट देयर इज अ बिग प्रब्लम बिकज देयर आइडिया अफ सिभिल सोसाइटी इज डिफरेन्ट अरे चाइना डजन्ट वान्ट टु पुट मनी इन्टु वाट द युएस वाज डुइङ बिफोर अरे होइन के भन्दैछ अब चाइनाले चाहिँ सिभिल सोसाइटी छ नि यो छ नि फ्रिडम होइन लिबर्टी यस्तो छ नि अमेरिकाले यो जुन छिर्ने आवरणहरू है कुनै देशमा छिर्ने आवरणहरू यो नकाब मात्र हो यो फ्रिडम लिबर्टी भन्ने है भट्टराई एडेड मनी कम्स विथ एन आइडियोलोजी अरे आइडियोलोजी युएस एड इज मोर प्रोमोटर अफ लिगलिजम डेमोक्रेसी एन्ड ह्युमन राइट्स अरे होइन त चाइना ब्रिङ्स इन्भेस्टमेन्ट इन अ डिफ्रेन्ट वे होइन not for advocacy, capacity building, mobilization and humanitarian, but more for economic investment अरे एडभोकेट गर्न आउने होइन अमेरिकाले यहाँ एडभोकेट गर्न आउने यो सही छ यो गलत छ होइन तिनीहरूले सिकाउन आउने यहाँ चाइनाले गरेको ठिक कि अब अमेरिकाले जस्तो होइन हस्तक्षेप गरेको ठिक एनजिओको पैसा खान खोज्नेहरूले यस्तै कुरा गर्छन् है होइन त चाइनाले के गर्छ तिमीहरूको आन्तरिक मामिला होइन तिमीहरू सल्टाउ भन्छ नि होइन इन्भेस्ट गर्छु तिमीहरूले अब त्यो इन्भेस्टमेन्टलाई राम्ररी सदुपयोग गर अनि पछि तिरो भन्छ होइन लाग्दैन नि होइन यो ठाउँमा यो गर भन्दैन नि त नि डेमोक्रेसी फलो गरिस् भने मात्र दान दिन्छु होइन कम्युनिस्टहरूलाई भगाइस् भने मात्र दान दिन्छु यस्तो कुराहरू हुन्छ त्यस्तो चाहिँ लाद्न पठाउने के भने यस्तो होइन त यस्तो छ अब हालत के कुरा गर्ने अब यो सेट खान पल्केकाहरूको हालत होइन त अब अन्तमा यो एउटा हेरौँ है त यो चाहिँ कहिले भनेपछि बालेन शाह प्रधानमन्त्री हुने निश्चित भएपछि है चुनावपछि CNN न्युज 18 को है यो युट्युबमा पोस्ट गरेको एउटा भिडियो यसको थम्बनेल हेर्नु त यहाँ फक इन्डिया एन्ड चाइना होइन ऱ्यापर बालेन शाह विन्स नेपाल अरे CNN को न्यारेटिभ हेर्नु त बालेनले जित्नु भनेको के रहेछ त फक इन्डिया एन्ड चाइना रहेछ होइन कसले स्थापित गर्दै ल्यायो कसले होइन टाइम्स नेक्स्ट 100 इमर्जिङ लिडर भनेर होइन पुरस्कार दिँदै होइन पुरस्कार भन्दा नि नोमिनेट गर्दै होइन कसले फुर्काउँदै ल्यायो अहिले बुझिँदैछ नि त होइन अब उनीहरूले अहिले राम्रै गरिरहेछन् है पुराना चोरहरूलाई समात्दैछन् होइन सबलाई समातुन् है यहाँ त्यति मात्र होइन यहाँ त धेरै छन् मेन गरी व्यापारीहरू समात्नुपर्ने छ त्यो भिडियो अर्कोपल्ट बनाउँछौँ है तर हामी होसियार हुनुपर्ने बाहिरको स्टन्टहरू त छँदैछ है जनता भुलाउने होइन एउटा न्यारेटिभ क्रिएट गर्दैछन् यिनीहरूले तर हामीले हेर्नुपर्ने के हो त बालेनहरूले यो सरकारले नयाँ सरकारले अमेरिकासँग कस्तो कस्तो सम्झौता गर्छ है के छिराउन खोज्छ है घुमाउरो पारोमा अथवा डिरेक्टली इन्डिरेक्टली अथवा डिरेक्टली घुसाउँछ नि त यिनीहरूले होइन भन्दै घुसाउँछ नि त नि अनि यो अमेरिका र पश्चिमाले गर्ने भने के हो थाहा छ धम्क्याएर हुन्छ कि होइन कि लोभ्याएर हुन्छ आफ्नो नीति नियम लाद्ने होइन त होइन आफ्नो रणनीतिमा लतार्ने होइन त यिनीहरूको कामै त्यही हो है अनि कुनै महत्त्वाकांक्षी व्यक्तिलाई समात्ने होइन अनि तिनीहरूलाई लोभ्याउने के को लोभ थाहा छ प्रतिष्ठा मान सम्मान प्रतिष्ठा होइन सुपरस्टार अहिलेको चाहिँ चलेको छ नि होइन नयाँ पपुलिस्ट कल्चर अनि यो के अरे बलिउड र हलिउडको यो साउथको फिल्महरू हुन्छ ढ्यान टड्यान होइन अनि हलिउडको चाहिँ के हो यो सुपर हिरोहरू एउटाले सबलाई पुरा बचाउँदै हिँडेको त्यस्तै मानसिकता बोकेकोहरूलाई त्यस्तै पावर होइन पावरको लोभ देखाएर इस्ट्याब्लिस गर्ने होइन नत्र पहिलाकोहरूलाई चाहिँ फेरि ब्ल्याकमेल गर्ने पहिलाकोहरूलाई ब्ल्याकमेल गर्थ्यो है पुरानोहरूलाई चाहिँ तिनीहरूको करप्सन समातेर ब्ल्याकमेल गर्थ्यो धम्क्याउँथ्यो पहिलाकोलाई चाहिँ अहिलेकोलाई चाहिँ लोभ्याउँदैछ है यिनीहरूले कस्तो कस्तो सपना देखायो होला है यस्तो कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ होइन यस्तो नि लेख्ने हो त थम्बनेलमा होइन इन्डिया र चाइनालाई फक अफ भन्यो अरे ऱ्यापर बालेन शाहले होइन त यस्तो न्यारेटिभ CNN जस्तो न्युज 18 होइन CNN जस्तोले संसारभर पुरा डेमोक्रेसी र फ्रिडमको पाठ पढाउँदै हिँड्नेले यस्तो लेख्ने हो त यसैबाट बुझिन्छ धेरै कुराहरू है
तपाईहरु पनि सूचित र सचेत रहनुहोस् है त। यो भित्री कुराहरु, यो पर्दा अगाडि नदेखिने कुराहरु हो यिनीहरु चाहिँ, हैन, नबुझिने कुराहरु सामान्यले। अब जेन्जी भाइ बहिनीहरुले चाहिँ के बुझ्थे, उमेरै भएको छैन राम्रो, हैन, ठुलो भएको छैन, अनि आफ्नो जिन्दगी थाहा छैन बिचाराहरुलाई, रमाइरहेछन्, रमाउन पठाइरहेछ फेरि यो टिकटक, हैन, फेसबुकको यो 2-3 मिनेटको त्यो भिडियोले बुद्धि भुड्रिरहेछ। त्यसैले तपाईहरु सचेत सूचित रहन, सब्स्क्राइब गर्नु होला है। म यस्तै भिडियोहरु ल्याउँछु, हैन, सब्स्क्राइब गर्नु, सचेत रहन, अरूलाई सूचित गर्न चाहिँ अनि शेयर पनि गर्दिनु होला, हैन त। ल।